वेलकम एन्ड वेलकम ब्याक टु माई च्यानल. दिस इज मी कृति र हजुरहरूलाई स्वागत छ मेरो भ्लगमा, त्यो पनि एकदम धेरै टाइमपछि. सो आज हामी जाँदैछौँ स्विस भ्याली लन्च स्टोरमा. यता ताजमेनिया रहेको छ यो ठाउँ चाहिँ होइन. र हामी चाहिँ भर्खरै मात्रै घरबाट निस्किसक्यौँ. यता 2-4 मिनट यता अगाडि बढिसक्यौँ हामी. सो हाम्रो चाहिँ ड्राइभ लगभग 2 घन्टा र अलिकति बेसी छ हाम्रो चाहिँ ड्राइभमा होइन. अनि त्यो पछि मसित हुनुहुन्छ मेरो हेलो स्वामी राजा. हेलो के छ हजुरलाई अनि आज कस्तो लागिरहेको छ हामी घुम्न जाँदा? सो आज हामी जाँदैछौँ र हाम्रो डेस्टिनेसनको तर्फ हामी बढिसकेको छौँ. सो आजको भ्लगमा के हुन्छ हजुरहरू प्लिज धैर्य राखेर एकदम झ्याउ नमानिकन बोर नभइकन हेरिदिनु होला. र भिडियो राम्रो लाग्यो भने मेरो भ्लग मन पराइदिनु भयो भने चाहिँ भ्लगको बेस्ट पार्ट कमेन्ट गर्नु होला र लाइक कमेन्ट सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला. सो द्याट्स अल. कस्तो राम्रो छ के रहेछ त्यो यस्तो राम्रो क्या. यतातिर सबैको फार्महरू होइन एकदम अङ्गुर सङ्गुर रोपेको होइन. टक्क घोडाहरू पाल्ने के यतातिर भन्नु त राख्ने कि घरमा घरहरू पनि यति राम्रो हुन्छ नि. फेरि तपाईँहरू पत्याउनु हुन्न होला उहाँ घर यति राम्रो छ क्या यो ठाउँमा तपाईँहरू एकचोटि आएर बस्न थाल्नुभयो भने चाहिँ फर्किनै मन लाग्दैन कि. कन्ट्री साइडमा गएर होइन घर बनाउँछु. तालको छेउमा घर बनाउँछु. अलिअलि यस्तो गाई बस्तु पाल्छु भन्ने मान्छेहरूलाई चाहिँ यो हो क्या ठाउँ ताजमेनिया. राम्रो छ यस्तो ठाउँ त के गर्नु जता हेऱ्यो त्यतै है हेरि नसक्नु नै छ के. भर्खरै अब एकछिन चाहिँ रेस्ट एरियामा रोकेको छौँ. हामी चाहिँ आइपुग्यौँ स्विस भ्यालीमा र यताको चाहिँ यति राम्रो छ होइन. स्विस भिलेज हो होइन. स्विस सपिङ भिलेज रहेछ नि त. अझै के सपिङ गरिदिने हो त सानोले मलाई आज अनि सबै ताजमेनिया नै उठाइदिने कि क्या हो. एकदमै राम्रो छ बाइ द वे. आमा बाटोमा है आँखा यस्तै हुने कि कता हेर्ने कि यति राम्रो के. यस्तो छ पार्किङहरू. यता अब यो एन्ट्रान्सहरू चाहिँ यस्तो छ अहिले देख्दा चाहिँ. फर्स्टमा हाम्रो आउने बित्तिकै हामीले देख्ने भ्यू भनेको चाहिँ यही नै हो साथीहरू. हाम्रो चाहिँ सुरुमा त्यताबाट मैले यो गेटवे एन्ट्रान्सहरू मैले उतापट्टिको भ्यू चाहिँ मैले हजुरहरूलाई देखाइसकेँ. अनि गेसमा यो म्यापहरू यो पनि हेर्न सक्नुहुन्छ. र यो रहेको चाहिँ हाम्रो फाइनल डेस्टिनेसन. आज हामी आउने भनेको चाहिँ यही नै ठाउँ हो. तपाईँहरूले देख्न सक्नुहुन्छ है. यो चाहिँ खासमा स्विजरल्यान्डको तपाईँको भ्यू हुन्छ नि. त्यो स्विजरल्यान्डमा पनि यो नाउ गरेको ठाउँ चाहिँ छ रहेछ. त्यही भएर उनीहरूले चाहिँ अब त्यो स्विजरल्यान्डको भाइब दिनको लागि चाहिँ यो बनाएको के यहाँ बनाएको हो. अनि त्योपछि खासमा यो चाहिँ मोटेल हो. तपाईँहरू अब यो तपाईँहरूले स्टेकेसनहरू गर्दा पनि भयो होइन. तपाईँहरूलाई बस्नु मन लाग्छ या तपाईँहरू फ्रेन्डहरूसँग आएर नाइट आउट त्यस्तो केही गर्नु मिल्छ भने चाहिँ मन छ भने चाहिँ तपाईँहरू अब टिकट सिकेट काटेर बस्दा पनि हुन्छ अनि फर्किँदा पनि हुन्छ. सो त्यही नै हो. आउनु पसलहरू पनि टक्कै रहेछ कि यता है. आज त हजुरको त आज सबै पैसा त स्वाहा हुन्छ जस्तो छ त हामी सपिङ गरेर. यताबाट चाहिँ यस्तो छ साथीहरू. पानी वाला चरखा
यस्तो छ यता चाहिँ यस्तो ताल रहेछ साथीहरू कस्तो राम्रो देखेछ नि पानी ओहो यस्तो छ साथीहरू यता हेर्नुहोस् न ताल त आज मैले यति धेरै ताल देखिसकेँ कि है मलाई त यस्तो राम्रो लागेर ओहो यो तालमै है सधैँ यसरी घर बनाएर बस्नेहरूलाई त कति मजा आउँछ होला नि तालको छेउमा यस्तो छ साथीहरू यहाँ के यस्तो यो कायक जस्तो पनि गर्न मिल्छ र यहाँ यतापट्टि चाहिँ यो प्याडलवाला बोटहरू उसहरू चढ्न मिल्ने रहेछ होइन अहिले चाहिँ गर्न दिए छैन होला भनेपछि होला अनि यतापट्टि चाहिँ साथीहरू गल्फ पनि खेल्नु मिल्ने रहेछ कि अनि तपाईँको त्यो चाहिँ हेर्नु न सबै त्यो टार्गेटहरू मिट गर्नुपर्ने होला क्या त्यसमा त्यो अब यहाँ हामीले चाहिँ यता चाहिँ यहाँ फन एक्टिभिटिजहरू पनि गर्न मिल्ने रहेछ होइन अनि अझको कस्तो छ भन्दाखेरि यहाँ प्याडल बोटहरू पनि छ अनि गल्फको लागि पनि छ अनि गल्फको लागि चाहिँ दुईवटा रहेछ कि ठाउँ एउटा चाहिँ यो साइडमा छ होइन अनि एउटा चाहिँ यतापट्टि यो रिभरको अब दुइटै रिभरमै हो गर्ने स्प्ल्यासवाला हो तर कस्तो रहेछ भन्दाखेरि यो साइडको छ नि यो साइडको वालामा चाहिँ तपाईँको ठ्याक्क 10 मिनट्सको $36 यस्तो पर्ने रहेछ अनि यतापट्टि अर्को साइडको वालाको चाहिँ तपाईँको आधी घन्टाको लागि $30 समथिङ $30 जस्तो पर्ने रहेछ अनि बोटहरूको लागि चाहिँ तपाईँको बिहान नै आउनुपर्ने हुने रहेछ कि अनि यो लिँदा एकचोटि के अरे बिहान नै आउनुपर्ने हुने रहेछ अनि ठ्याक्क 9 बजेदेखि 10 बजेसम्म मात्रै यो प्याडल बोटहरू युज गर्ने रहेछ कि अनि गल्फ चाहिँ हजुरको ठ्याक्क दिनभरि भन्नाले दिनभरि त होइन कति बजीसम्म छ नै यस सो अब चाहिँ हामी यतापट्टि यो रिभर स्प्ल्यासवाला गल्फ खेल्दैछौँ साथीहरू हामी चाहिँ अब यहाँ यतापट्टि टक्क तालमा अब मस्त गल्फ मेरो चाहिँ फर्स्ट टाइम हो बाइ द वे होइन मलाई चाहिँ पहिला गल्फ चाहिँ एकदम खेल्नु चाहिँ मन लागेको थियो ट्राई चाहिँ गर्नु मन लागेको थियो किनभने अमिरोवाला सक हो नि त त्यही भएर अनि तर यो चाहिँ मेरो फर्स्ट टाइम हो सो हेरौँ कस्तो हुन्छ के हुन्छ होइन तर यतिकै रमाइलोको लागि मात्रै हो सो यही गरौँ आउनु वी हेभ गट ओन्ली 10 मिनट्स सो एकैछिनमा सकिहाल्छ 10 मिनट चाहिँ अनि हामीले चाहिँ यता नै खेलौँ यताको यो राम्रो पनि छ नि त अनि त्यो भएर यता खेलौँ भनेर अनि गरेको हो उता त्यतापट्टि चाहिँ आधी घन्टासम्म गर्नु मिल्ने रहेछ मान्छेहरू त्यता पनि टन्नै छ कडा नै छन् खुट्टाहरू कस्तो गर्नुपर्ने रहेछ कि डर हुने रहेछ यो मेरो फर्स्ट डेमा गए है यस्तो रमाइलो भइराखेको छ साथीहरू यो चाहिँ एकदम वर्थ इट हुने रहेछ है साथीहरू वर्थ इट एकदमै वर्थ इट ल मेरो रनमा हान्नु ये यस्तो रमाइलो भयो खेल्नलाई अन्त हातको हालत लुक एट दिस ह्यान्ड्स यो एकदम मेहनत गरेको हात हो रे यस्तो रमाइलो भयो सुरुमा हान्नै आएको थिएन तर अझै पनि कति कुराहरू चाहिँ आउँदैन बदेन त्यो हान्दाखेरि चाहिँ यस्तो माथि उडेर जाँदा चाहिँ यस्तो मजा आउने रहेछ है हाम्रो साइडको एकजना हामीभन्दा चाहिँ अब सिनियर सिटिजनहरू हुनुहुन्थ्यो कि 2 जना अनि उहाँहरूले यति राम्रो खेल्नु भएको थियो कि प्रोफेसनल जस्तो कि पुरा हुन्छ नि यस्तो हामी खेल्नु भएको थियो अझ यहाँ एकजना हुनुहुन्छ उहाँ खेल्दै हुनुहुन्छ उहाँहरू पनि हात हेर्नुहोस् हाम्रो मेरो त कस्तो ठेला उठे जस्तो भयो मलाई त सो रमाइलो भयो साथीहरू रमाइलो चाहिँ एकदमै रमाइलो छ अब हामी चाहिँ फेरि पनि गल्फ खेल्न चाहिँ जानेछौँ मलाई गर्लफ्रेन्ड गल्फ खेल्न मलाई अब बेटा लैजानुपर्छ बुझ्नु भयो नि
ल ठिक छ साथीहरू, यही थियो हाम्रो गल्फको यो भ्यूहरू हेर्नु होला। ल लास्टै रमाइलो भयो, यति वर्थ इट छ कि साथीहरू, तपाईँहरूले यहाँ आएर गल्फ चाहिँ ट्राई गर्नु होला होइन। अदरवाइज तपाईँको त यहाँ आएर गल्फ खेलेन भने त के मजा भयो। तर प्याडल बोर्ड पनि गरिराखेको छ है मान्छेहरूले। हामीलाई चाहिँ खै गर्मी छ नि त अलि, ठिक छ अब केही अरू हेरौँ। उतापट्टि हामी खेल्यौँ नि, त्यतापट्टि चाहिँ त्यो ठुलोवाला भइहाल्यो होइन, तर त्यहाँ सही रमाइलो भएको थियो है। अनि यो चाहिँ मिनी गल्फ एरिया रहेछ क्या यताबाट होइन। हामी चाहिँ यहाँ अब खास खै जान मिल्थ्यो कि मिल्थेन, जान चाहिँ मिल्छ होला, तर अब खेल्न चाहिँ अब पे नै गर्नुपर्छ नि त, यतिकै गर्नु मिल्दैन। सो मैले चाहिँ तपाईँहरूलाई यहीँबाट नै देखाएँ होइन। यताको भ्यू चाहिँ यस्तो छ ल साथीहरू। हामी चाहिँ यहाँ खाजा खानलाई पसेको थियौँ, अनि खाजा खाँदैछौँ। राम्रेहरू होइन, मान्छेहरू चाहिँ टन्नै हुनुहुने रहेछ। जस्ट रमाइलो भयो आजको दिन होइन, एकदमै रमाइलो भयो। मेन भनेको त लोकेसन, यो भ्यूहरू यताउता एकदमै राम्रो। प्लस तपाईँको यहाँ चाहिँ अब एक्टिभिटीहरू पनि गर्नु मिल्यो नि त, गल्फहरू गर्नु मिल्यो, प्याडल बोर्डहरू रहेछ, सबै कुरा गर्नु मिल्छ। तर तपाईँहरू चाहिँ टाइममै आउनुपर्ने हुन्छ। हामी त आज छिटै आइपुगेको थियौँ, त्यही भएर हामीले गल्फहरू चाहिँ खेल्यौँ अनि यताउता हेऱ्यौँ। जस्ट रमाइलो भयो होइन। हेर्नको लागि पनि ठाउँ राम्रो छ, बस्नको लागि पनि ठाउँ एकदमै राम्रो छ। तपाईँहरू बस्नुभयो भने पनि यस्तो भइहाल्यो। साथीहरू हामी चाहिँ स्विस भ्यालीतिर घुमेर पनि होइन, अलिकति योभन्दा हल्का अगाडितिर चाहिँ अर्को ठाउँ पनि घुम्न आएको छौँ, किनभने टाइम धेरै भएको थिएन, बल्ल 2 साढे 2 भएको थियो। अनि यो चाहिँ ठ्याक्कै यता 15-20 मिनट्स जस्तो अगाडि छ कि, यो चाहिँ हाम्रो बाटोमै पर्छ। त्यही भएको भएर हामी यो एउटा पनि घुमेर अनि जाउँ भनेर पसेको छौँ। सो आजको यो चाहिँ हाम्रो सेकेन्ड डेस्टिनेसन हो। सो म त हजुरहरूलाई देखाउँछु। यो पनि राम्रो रहेछ, यसमा चाहिँ एडभेन्चरहरू गर्ने के छ, तर आई डोन्ट नो हामी एडभेन्चरको लागि चाहिँ यिनीहरूले अलाउ गर्दैन होला, किनभने मैले अब आज त्यस्तो मैले सुजहरू त्यस्तो लगाएको छैन नि त। अनि त्यही भएको भएर अलिक खै मिल्दैन होला, तर हेरौँ, हेर्नलाई यताउता गर्न चाहिँ त्यस्तो केही छैन, प्रब्लम हुँदैन होला। सो म हजुरहरूलाई देखाउँछु के कस्तो छ भनेर भित्र, अनि त्यो पछि चाहिँ यो हाम्रो लास्ट हुन्छ, अनि म हजुरहरूलाई हल्का हल्का देखाउँछु। सो त्यही नै हो। यहाँ चाहिँ भयो टिकट 1 घन्टाको मात्रै लिनुभयो। 1 घन्टामा त हुन्छ होला। 4 बजे, यो चाहिँ 4 बजे बन्द हुने रहेछ है साथीहरू। सो इफ तपाईँहरू चाहिँ अब यता लन्चेस्टोनतिर घुम्न आउँदै हुनुहुन्छ भने चाहिँ प्लिज होइन, बिहान चाहिँ एकदम छिटो गरेर निस्किनु होला। अनि छिटो गरेर आउनुभयो भने तपाईँहरू ठ्याक्क लन्चेस्टोन यता यो स्विस भ्याली, अनि त्यो पछि यो पेनी रोयल हो। यो अहिले हामी आएको ठाउँको नाम चाहिँ यता यो पेनी रोयल र स्विस भ्याली। अनि प्लस यता यहाँ लाइट हाउस समथिङ के पनि छ यता नजिकतिर, तपाईँहरू जान चाहिँ भ्याउनुहुन्छ है। तर हामी चाहिँ आज यति 2टा मात्रै जान्छौँ, किनभने आज अलिक गर्मी नै छ क्या। खास यतातिर यस्तो गर्मी चाहिँ हुँदैन, आई डोन्ट नो, खै हिजो आज चाहिँ एकदम गर्मी छ यतातिर। सो ठिकै छ, त्यही नै हो। यस्तो छ क्या यो चाहिँ। झरना यस्तो छ, यता यहाँ वाटरफलहरू रहेछ। यहाँ मुनिबाट चाहिँ साथीहरू यसरी यहाँ डुङ्गा पनि जाने रहेछ, चल्ने रहेछ एक्टिभिटिजमा। होइन मजाले। हामी पनि अब नेक्स्ट टाइमतिर यतातिर आयो भने चाहिँ एडभेन्चर यो उसहरू गर्न चाहिँ आउनुपर्छ, एक्टिभिटिजहरूको लागि चाहिँ आउला नि। रमाइलो भयो होला है उसको, त्यहाँ माथिबाट देख्दा त सही रमाइलो हुन्छ नि। कस्तो मजाले गरेको नडरै किन, हेर्नु न पुगिहाल्यो नि। अनि कस्तो चुन्डेको बच्चाहरू है, नेपालको भइदिएको भयो त्यहीँ काखबाट तल पनि जान्न यत्रो। साथीहरू
आज चाहिँ हामी अब फर्स्टमा चाहिँ अब के अरे स्विस भ्याली गयौँ नि त हजुरहरूले देख्नुभयो स्विस भ्याली पनि राम्रो छ एकदम अनि मलाई चाहिँ मेन भन्नु मन लागेको कुरा चाहिँ यति राम्रो छ होइन सबै ठाउँहरू एकदम राम्रो छ के अरे म त आइसक्रिम खाँदै कुरा गर्दैछु यतातिर चाहिँ आइसक्रिम एकदम फेमस रहेछ उता स्विस भ्यालीमा पनि स्विस भिलेजमा त्यहाँ पनि मान्छेहरू आइसक्रिमहरू खाइरहेको थियो हामीले त्यहाँ ट्राई गर्ने भनेको फेरि त्यो खानासाना खायो खासै एकदम टन्न भएर अनि खाइएन सो यहाँ आएर चाहिँ हामी आइसक्रिम खाँदैछौँ अब हामी निस्किन्छौँ सो मेन कुरा भनेको चाहिँ अब नेचर भनौँ न कति राम्रो छ क्या ठाउँहरू यताको एकदम राम्रो छ अनि प्लस अब यहाँको त भइ नै हाल्यो ठाउँ राम्रो प्लस बाटोमा पनि सबैतिर यति राम्रो ठाउँ होइन हरेक घरमा तपाईँको भनौँ न सबै अब यस्तो बाटोमा आउँदाखेरि यति फार्महरू अब अङ्गुरहरू रोपेको घोडाहरू पाल्ने अब भेडाहरू भइहाल्यो होइन कति कुराहरू थियो कि बाटोमा देख्दाखेरि अनि त्यो कस्तो भन्दा त्यो क्यामेराले जस्टिस नै गर्दैन क्या जति देखाउन खोजे पनि होइन त्यो ब्युटी अनि त्यो सबै कुराहरू हुन्छ नि कस्तो आँखाले देख्दा चाहिँ राम्रो देखिन्छ तर क्यामेरामा चाहिँ उस गर्नै सकिँदैन कि सबै कुरा समेट्नै सकिँदैन नि त अब कसरी हुन्छ अब तालहरू छ क्या बिचमा होइन अब तपाईँहरूले भन्नु होला अब कसरी हुन्छ नि अब त्यसमा पनि साइन्स छ सबै कुरा छ अब त्यो पनि बुझ्छु होइन आई नो द्याट पार्ट एज वेल तर पनि अब यतिकै हेर्दा चाहिँ ओ माइ गॉड यति यहीँनिर एकदम सुखा छ यहाँनिर हरियाली छ त्यही माथि फेरि सानो तालहरू छ पानी त यति राम्रो के अनि बाटोमा मैले तपाईँलाई देखाएँ नि जस्तो भिडियो ब्लगमा मैले देखाएँ नि त हजुरहरूलाई तालहरू छ क्या कस्तो मजाले अब हुन्छ नि त्यो रिटायरमेन्ट पछि तालको साइडमा घर बनाएर बस्ने भनेको चाहिँ इट्स स्ट्रेट आउट अफ अ मुभी काइन्ड अफ छ क्या त्यहाँ सबै कुराहरू सो तपाईँहरू ताजमेनियामा हुनुहुन्छ भने चाहिँ यतातिर आएर घुम्नु होइन प्लस तपाईँहरू सिडनी या त अरू कुनै ठाउँ हुनुहुन्छ भने चाहिँ अब भेकेसनको लागि ठाउँहरू हेर्दै हुनुहुन्छ भने ताजमेनिया पनि राम्रै छ बट यहाँ चाहिँ अलिकति चिसो छ तर अहिले चाहिँ यता समर लागिरहेको छ त्यही भएर अस्ति त चिसो नै थियो यता तर अहिले चाहिँ 2-4 दिन भयो एकदम गर्मी नै भइराखेको छ त्यस्तो जाडो चाहिँ छैन सो त्यही नै हो गाइजहरू आजको लागि चाहिँ मेरो ब्लग यति नै रहन्छ सो प्लिज तपाईँहरूलाई ब्लगको सबभन्दा बेस्ट पार्ट के लाग्छ कमेन्ट गर्नु नभए पनि हजुरहरूलाई कमेन्ट गर्दा त भइहाल्यो होइन मलाई पनि रमाइलो लाग्छ हजुरहरूले कमेन्ट गर्नुभयो भने सो त्यही नै हो आजको ब्लग यति नै थियो र नेक्स्ट ब्लगमा छिटै भेटौँ ल है त सी गाइज लभ यू